परमेश्वर पिता, हामी विशेष गरिकन यो समय सम्हालिएको जाति जुन चलचित्र हामी हेर्न गइरहेका छौँ र विशेष गरिकन यस चलचित्रले जुन उद्देश्य राखेको छ त्यो उद्देश्य आज परमेश्वर पिता पुरा हुन सकेको होस्। अनि 2 दशक जति शरणार्थी भएर अमेरिकामा आएर बसोबासो गरिरहेको भुटानी नेपालीले भोगिरहेको दुःख र चुनौतीको सत्य कथा अति नै मार्मिक प्रकारले यो मुभी सम्हालिएको जातिमा पस्किएको छ। यो मुभी एउटा पास्टरको परिवारसँग सम्बन्धित हुँदै पास्टरको चुनौतीहरू, आफ्नै छोराले बाबुको प्रतिबद्धतालाई बुझ्न नसकेको र बाबुको मृत्युपछि मात्र नेपाल जाँदिन भन्ने छोरा नेपाल शरणार्थी क्याम्पमा गएर त्यहाँ आफ्नो बाबुले भोगेका कष्टलाई आत्मसात गर्दै जीवन परिवर्तन गरी अमेरिका फर्की आउने पुस्ताको लागि जीवन परिवर्तन गरी अमेरिका फर्की आउने पुस्ताको लागि अति नै महत्त्वपूर्ण सन्देश यो मुभीले दिएको छ। अमेरिकामा रहेका भुटानी नेपाली एउटा परमेश्वरद्वारा सम्हालिएको जाति हुन् भनी यो फिल्मले प्रस्तुत गर्दछ र विशेष हामी धन्यवाद दिन्छौँ कालिम्पोङ सबै मण्डलीहरू तर्फबाट पनि अनि हामी विशेष हिसाब मिनिस्ट्रीद्वारा पनि अघि नै हामीले यहाँलाई फेलिसिटेसन पनि गरिसकेका छौँ। मजा लाग्यो। सम्हालिएको जाति चलचित्र हाम्रो बिचमा घुम्दै आइपुगेछ है। अनि निर्माता टोलीलाई, डाइरेक्टर महोदय सन्तोष सर लगायत उहाँसँग आउनुभएको सम्पूर्ण टोलीलाई हाम्रो कालिम्पोङको तर्फबाट एकदमै धन्यवाद भन्न चाहन्छौँ। हजुरहरूले यो फिल्म यहाँनिर प्रदर्शन गर्नुभएको मतलब यो जुन चाहिँ जमर्को छ यसले हामीलाई पनि आँट मिलेको छ। विश्वको 10 वटा एकदमै डिफिकल्ट टास्कहरू, कामहरू जस्तै स्पेसमा रकेट पठाउनु, स्पेससिप बिल्ड गर्नु, त्यस्तै 10 वटा डिफिकल्ट कामहरूमा फिल्म मेकिङ पनि पर्छ। सानो चुनौतीको कुरा होइन फिल्म बनाउनु भनेको। पर्दामा आएर हेरेर 2 घन्टा त होइन, हामी 15-20 मिनट डिसाइड गरिदिन्छौँ यस्तो रहेछ उस्तो रहेछ भनेर। तर यहाँसम्म आउने यात्रा चाहिँ कस्तो हुन्छ है, त्यसको चाहिँ फिल्मको संसारभित्र पस्नेहरूलाई थाहा हुन्छ। र आज मलाई अलिकति विश्वास लागेको चाहिँ यो हल चाहिँ टाउको देख्नुपर्ने, तर थुप्रै चेयरहरू खाली देख्दैछु है। अझै पनि पिक्चर हेऱ्यो भने नर्क जान्छ कि भन्ने यो भावना हामीभित्र छ कि क्यारे। यो हामी इसाई चलचित्रलाई सपोर्ट गर्नुपर्छ किन भन्ने विषयमा 2टा कुरा भनेर चाहिँ बिदा हुन्छ है। त्यति चाहिँ मौका दिनुहोस्, बोलाइहाल्नु भयो। हुन त 2टा शब्द मात्रै भन्नुभएको थियो, मैले भाइ धन्य र बात भन्छु ल भनेको थिएँ है। के भन्दाखेरि स्क्रिनको जुन चाहिँ स्ट्रेन्थ छ, ताकत छ, यो चाहिँ नन क्रिस्चियन वर्ल्डले बुझेर उहाँहरूले विभिन्न प्रकारको चलचित्र बनाएर ट्याक्स फ्री गरेर प्रदर्शन गर्नुहुन्छ आफ्नो एजेन्डालाई अगाडि राख्नको लागि। तर बाइबल बेस्ड मुभीहरू जसले हाम्रो जीवनमा सकारात्मक कुराहरू दिन्छ, त्यो कुराहरू पर्दामा किन आउँदैन त? अनि पर्दासम्म ल्याउनको लागि किन सपोर्ट हुँदैन भन्ने धेरै चिन्तनको विषय हो। अझै पनि हाम्रो चाहिँ सेवकाई चाहिँ पुलपिट मात्रै हो भनेर मलाई जहाँसम्म लाग्छ। सन्तोष सर उहाँ पास्टर हुनुहुन्छ नि, उहाँ मल्टी के भनौँ आशिषित हुनुहुँदो रहेछ। तर धेरैजनाले पुलपिट मात्रै सेवकाई हो भनेर सम्झनुहुन्छ। तर लाखौँ मानिसहरूलाई सुसमाचार सुनाउन, एउटा पोजिटिभ कुरा दिनको लागि चाहिँ स्क्रिन कति तागतिलो कुरा हो भन्ने कुरालाई चाहिँ हाम्रो क्रिस्चियन समाजले चाहिँ बिर्सेको जस्तो लाग्छ। बिर्सेको त होइन, अवेरै छैन जस्तो लाग्छ। अनि कतै पुलपिटबाट अब यो पनि प्रचार भइदिनु पर्छ कि जस्तो लाग्छ कि मिडिया पनि त्यो मिनिस्ट्री हो, त्यो सेवकाई हो जसले धेरै ठुलो प्रभुको राज्यमा काम गर्न सक्छ भनेर। सही हो। जस्तै 17 वर्ष अगाडि हामीले टाकटाक टुकटुक नयाँ गोरेटोलाई तयार गऱ्यौँ। त्यो भित्र भएको जुन चाहिँ गस्पल पार्टहरू छ त्यो चाहिँ हाम्रो टोलीले सुनाउँदै गएको भए अहिले कालिम्पोङ डिस्ट्रिक्ट भित्र पनि सुनाइसक्थेन होला। तर मिडियाले चाहिँ 7 सिमाना पार गरेर चारैतिर नै पुग्न सक्छ, मिडियाको ताकत थियो। अनि धेरै धेरै मानिसहरूले प्रभुको सुसन्देश त्यस कुराबाट सुने।
अनि त्यसमा जतिजनाले कन्ट्रिब्युसन गर्नुभयो, एक कचौरा चिसो पानी पनि दिन्छ भनेदेखि त्यो त ऐसाईको लागि भनिएको बाइबलको शब्द हो। उनीहरूलाई पनि परमेश्वरले उनीहरूलाई पनि रिवार्ड गर्नुहुन्छ भनेदेखि प्रभुको राज्यमा कन्ट्रिब्युसन गर्नेलाई गर्नुहुन्न र? अनि आज जति पनि तपाईँहरू यहाँनिर यो फिल्म हेर्न आउनुभयो, तपाईँहरूको यो कन्ट्रिब्युसन परमेश्वरको राज्यको लागि हो भनेर म सम्झन्छु। अनि यहाँ टोलीहरूलाई एकदमै धन्यवाद चढाउन चाहन्छु। तपाईँहरूको यो यति ठुलो यो नटसेल भने क्र्याक गर्न बहुत चर्को, तर तपाईँहरूले गरेर यहाँसम्म ल्याउनु भयो। अनि सम्हालिएको जातिले हाम्रो जातिलाई अवश्य नै आशिष पुर्याउँछ भनेर म विश्वास गर्छु। एकपल्ट हामी कालिम्पोङको तर्फबाट हजुरहरूलाई धेरै 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 नै धन्यवाद भन्छौँ। थ्याङ्क यू। अस्ट्रेलियामा मलाई माफ गरिदिनुहोस्, तर अस्ट्रेलियालाई कसैले अपमान गरोस्, खै किन म आफूलाई बसमा राख्नै सक्दिनँ। म अभिषेक भाइलाई सम्झाउँछु। अस्ट्रेलिया, मैले परमेश्वरसँग केही मागेको छुइनँ जोसेफ भाइ। एउटै कुरो माग्ने कि मेरो छोराले। जेमिसी नमस्ते यहाँहरू सबैलाई। र आज 22 फेब्रुअरी 2024 हामी ड्रिम थिएटरमा छौँ र विशेष गरी यहाँनिर चाहिँ नेपाली कथानक चलचित्र, इसाई चलचित्र सम्हालिएको जातिको प्रिमियर सो भइरहेको छ। र यो प्रिमियर सो हेरिसकेपछि हाम्रो दर्शकहरूलाई कस्तो लाग्छ भनेर यसको रिभ्यूहरू हामी लिइरहेका छौँ। र आउनुहोस् हामी उहाँहरूलाई केही कुराहरू सोध्नेछौँ। कस्तो लाग्यो तपाईँलाई? एकदमै राम्रो लाग्यो क्या। हजुर। एकदमै अहिलेको वर्तमान यो युवाहरूलाई, जेनेरेसनलाई एकदमै हार्ट टचिङ छ। हजुर, भेरी गुड मुभी। थ्याङ्क यू सो मच। अस्ट्रेलियामा जेमिसी कस्तो लाग्यो हजुरलाई? एकदमै राम्रो राम्रो छ नि? अहिलेको नानीहरूको लागि, जवानहरूको लागि पनि। थ्याङ्क यू सो मच। हुन्छ, धन्यवाद। ल यहाँहरूलाई पनि सोध्दैछौँ, हजुरलाई कस्तो लाग्यो फिल्म हेरेर? हजुर राम्रो छ। हजुर हजुरलाई कस्तो लाग्यो नि? राम्रो छ। हजुर एकदमै राम्रो लाग्यो। राम्रो लाग्यो। के कुरा हजुरलाई राम्रो लाग्यो? मेन चाहिँ त्यो छोरा जो चाहिँ पहिला अर्कै थियो, पछि परिवर्तन भएर चाहिँ ए थ्याङ्क यू सो मच। हुन्छ हजुर जेमिसी यहाँ हाम्रो सरलाई चाहिँ म सोध्नु पऱ्यो। उहाँ चाहिँ हाम्रो यथार्थको हाम्रो प्रोड्युसर हुनुहुन्छ, राइटर पनि हुनुहुन्छ, यहाँ अतिथ भाइ पनि हुनुहुन्छ। हजुरलाई कस्तो लाग्यो, के लाग्यो? एकदमै राम्रो छ। एकदमै म चाहिँ अब समग्रमा भन्नुपर्दाखेरि चाहिँ नै मे 2:18 सम्झिँदै थियो लेट्स रिबिल्ड भन्ने कुराहरू। हजुर पुरानो पुस्ता र नयाँ पुस्तामा एउटा ग्यापिङ थियो क्या। त्यो पुरानो पुस्ताले कसरी सेवाकाई गरिरहेको थियो, तर नयाँ पुस्तामा त्यो दुःखहरू भुलिरहेको छ क्या। त्यो ग्याप भएकोले गर्दाखेरि अब दुइटा मिलेर गर्नु सक्यो भने चाहिँ राम्रो भन्ने कुराहरू। अन्त अर्को मलाई मन पर्छ, हजुरलाई पनि ल अर्को मलाई मन परेको कुराहरू चाहिँ के छ भने एउटा म्यासेज छ, दरो म्यासेज छ। हजुर हजुर। अब यसले तपाईँलाई अझै अर्को बनाउनु लागेन? डेफिनेटली। ल आउँदो दिनहरूमा हजुरबाट पनि थ्याङ्क यू सो मच। एकछिन 2 मिनट उहाँलाई भाइ कस्तो लाग्यो हजुर? तपाईँ आफै पनि एउटा चलचित्रमा काम गरिसक्नु भएको छ होइन, तपाईँको अनुभव छ। आजको यो फिल्म हेरिसकेपछि तपाईँलाई कस्तो अनुभव? एकदमै राम्रो लाग्यो। राम्रो प्रयास गर्नुभएको रहेछ। हजुर। अनि अझ यो सन्देश न्यू जेनेरेसनमा चाहिँ छोडिँदैछ। हाम्रो इसाई समाजमा कस्तो प्रभाव पारेको थियो? एकदमै राम्रो प्रभाव पार्छ, हामीलाई छुएको छ। हजुर हजुर। अनि धरातललाई चाहिँ भुल्नु हुँदैन भन्ने कुरा नि। हजुर हजुर। त्यो देखाइएको राम्रो लाग्यो क्या। धेरैचोटि अब यौसुले पनि हामीले भनेको देख्छौँ, त्यही कथा दोहोरिएको जस्तो लाग्यो। हजुर थ्याङ्क यू सो मच। हस् थ्याङ्क यू। हस् हुन्छ। हाम्रो पास्टर अनिल हुनुहुन्छ यहाँ कर्नरस्टोनबाट। पास्टर भाउ भाइ एकछिन हजुर कस्तो? म यो फिल्मलाई चाहिँ अप्रिसिएट गर्छु। हजुर एकदमै राम्रो लाग्यो है। यो चाहिँ आज चाहिँ हामीलाई चाहिँ यो एक दिन चाहिँ अलिक कम्ती भएको जस्तो लाग्यो क्या। अझै 2-3 दिन भयो भने सबैले यो कुराहरू चाहिँ पाएको भए राम्रो हुन्थ्यो जस्तो लाग्यो मलाई। एकदमै 2 मिनट एकदमै प्रेसियड छ। आशिष मिस थ्याङ्क यू सो मच पास्टर। पास्टर यहाँ पास्टर बेथलेहेम चर्चबाट हुनुहुन्छ। हजुरलाई आजको फिल्म हेरिसकेपछि कस्तो लाग्यो? यसले कस्तो प्रभाव पार्ला हाम्रो समाजमा? मलाई लाग्छ कि हामीले जुन प्रकारको हाम्रो जातिप्रतिको माया अनि प्रेम विशेष गरेर हजुर हामी जति पनि प्रवासी हाम्रा नेपाली हाम्रो प्रियजनहरू हजुर जो अमेरिकातिर, अस्ट्रेलियातिर विभिन्न ठाउँहरूमा छन्, हजुर उहाँहरूको कथालाई हामीले राम्रोसँगले बुझ्न सक्यौँ। हजुर र त्यो ठाउँमा पुगेर पनि उहाँले परमेश्वरको सेवाकाईको लागि जुन हृदय दिनुभएको छ, हजुर त्यो देख्दाखेरि हाम्रो हृदय सधैँ भकाएर आएको छ यो फिल्मले। हजुर र परमेश्वरले यो निर्माताहरूलाई
आर्टिस्टहरूलाई जो पनि व्यक्तिहरू हुनुहुन्छ यो संलग्न हुनुहुन्छ उहाँलाई प्रभुले आशिष दिउन् हजुर। र अझ अर्को परमेश्वरले दिएको दर्शनमा उहाँहरू हिँड्न सकुन्। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। आमा हजुर केही भन्नुहोस् न तपाईँ? हजुर ब्लेसेड भयौँ हजुर होइन हजुर साँच्चै नै परमेश्वरको माया उनीहरूलाई गरेको माया हजुर। फेरि अझै हामीलाई पनि रिन्यू भयो हजुर परमेश्वरको अझै हामीले अनुग्रह थाहा पायौँ हजुर। परमेश्वरको प्रेम थ्याङ्क यू अझै थाहा धन्यवाद पायौँ। हस् हुन्छ। यहाँ हाम्रो बिचमा हाम्रो ज्ञान दाजु हाम्रो ज्ञान सर पनि हुनुहुन्छ। उहाँले धेरै फिल्महरू निर्माण गरिसक्नु भएको छ, चलचित्रमा काम गरिसक्नु भएको छ, धेरै अनुभव पनि छ। आजको यो फिल्म हेरिसकेपछि हजुरलाई हजुरको प्रतिक्रिया के छ, कस्तो लाग्यो हजुरलाई? हाम्रो इसाई समाजमा यसले कस्तो प्रकारको प्रभाव पार्ला? स्पेसली यसले एउटा सन्देश दिएको चाहिँ यो सम्हालिएको जातिले चाहिँ मलाई के लाग्यो भन्दाखेरि चाहिँ मानिस चाहिँ अचानक सम्पन्नतामा पुग्यो भनेदेखि कहिलेकाहीँ ईश्वरलाई बिर्सिन्छ क्या। अनि त्यो एउटा राम्रो कुरा सन्देश यो फिल्मले पस्केको देखि। अनि मान्छे त्यो एउटा के भन्नु सम्पन्नताको एउटा सेचुरेसनमा पुगेपछि फेरि ईश्वर खोजेर फर्किन्छ क्या। आई डोन्ट नो त्यो हामी ह्युमन टेन्डेन्सी हो कि के हो थाहा छैन। तर यो फिल्मले जुन प्रकारले प्रभुसँगको जर्नीमा कन्सिस्टेन्सी हुनुपर्छ भन्ने कुरा एकदम राम्रो सन्देश लाग्यो। अनि उहाँहरूले जो फिल्म बनाउनु भयो यो धेरै दुःख गर्नुभएको मैले अनुभव गरेँ है। अनि उहाँहरूलाई त एकदमै बधाई छ नै। अनि यो चाहिँ स्पेसली जति पनि हाम्रो नेपाली डायस्पोराका विश्वासीहरूलाई चाहिँ धेरै आशिष पुग्छ भन्ने मलाई लाग्यो। थ्याङ्क यू सो मच, थ्याङ्क यू। तपाईँको रिभ्यू तपाईँको प्रतिक्रियाको लागि धन्यवाद। र हाम्रो बिचमा सनी भाइ पनि हुन्छ। कहाँ जानुभएछ हाम्रो भाइ? सनी भाइ कता जानुभएछ? सनी भाइ हुनु चाहिँ कहाँ जानुभएछ? गऱ्यो एकछिन पर्ने सनी भाइ कहाँ जानुभएछ? एकैछिन पज गर्नु भाइ। यहाँ हाम्रो बिचमा सनी भाइ पनि हुनुहुन्छ। उहाँले फिल्ममा धेरै काम गरिसक्नु भएको छ, धेरै अनुभव उहाँको छ। आजको यो फिल्म सम्हालिएको जाति हेरिसकेपछि यहाँलाई कस्तो लाग्यो? उहाँको प्रतिक्रिया के, सल्लाह सुझाव केही छ कि? टोटली नयाँ स्टोरी हामीले यसपालि देख्न पायौँ। अनि यो यसको कन्सेप्ट, यसको पटकथा भिन्दै भए तापनि हाम्रो लागि नौलो एउटा स्टोरी। अनि हामीले डिफ्रेन्ट स्टोरी जस्तै अब हाम्रो इसाई जगतमा जति इसाई हाम्रो शरणार्थीहरू भुटानबाट गएको यो स्टोरीलाई लिएर आएको छ। तर अल्टिमेटली गइकन चाहिँ त्यो गस्पलमा जोडिएको छ। अनि विशेष गरी यहाँ जति आर्टिस्टहरू हुनुहुन्छ सबैले सुन्दर तरिकाले निभाउनु भएको छ। अनि मलाई लाग्छ यो स्टोरीले अडियन्सको हृदयमा पक्का छुनेछ, किनभने यसले मलाई पनि छुएको छ। सो डेफिनेटली यो एउटा धेरै समय बाद एउटा इसाई चलचित्र सुन्दर बनिएर आएको छ। अनि म सम्पूर्ण डिरेक्सनल टिम जति टेक्निसियन आर्टिस्टहरू छ सबलाई बधाई दिन चाहन्छु। यस्तो फिल्महरू बनिरहनु पर्छ कि पर्दैन? बनिरहनु पर्छ, अझै रिफाइन भएर जानुपर्छ। अनि यो धेरै समय बाद सुन्दर फिल्म। थ्याङ्क यू सो मच, थ्याङ्क यू। तपाईँको प्रतिक्रियाको एकदम धन्यवाद, थ्याङ्क यू। र यहाँ हाम्रो हामी हिरो भन्छौँ है फिल्ममा। तपाईँलाई कालिम्पोङमा तपाईँको यो फिल्म हेरिसकेपछि तपाईँको प्रतिक्रिया, तपाईँको एक्सपिरियन्स कस्तो रह्यो? मेरो त लाइफमै फर्स्ट टाइम थियो र यतिजनाको माया पाउँदा आइदिनु भयो। हजुर, एउटा हाम्रो जुन चाहिँ हामीले जुन चाहिँ जिएको रियल स्टोरी जुन चाहिँ तपाईँहरूको बिचमा देखाउन पाउँदाखेरि हजुर हामी एकदम धेरै खुसी छौँ। र तपाईँहरू सबैजना आइदिनु भयो, माया गरिदिनु भयो, त्यो नै हाम्रो लागि सबैभन्दा ठुलो कुरो। थ्याङ्क यू सो मच। र मलाई हजुरहरूसँग भेट्न पाउँदा र विशेष गरी म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच। तपाईँहरूलाई राम्रो फिल्म बनेको छ, शुभकामना। अझै आउँदो फिल्महरूमा पनि देख्न पाऊँ र प्रभुले धेरै आशिष दिनुहुन्छ। भाइ अन्छ आज तपाईँ कालिम्पोङ आउनुभएको छ र तपाईँले अब फर्स्ट हाम्रो प्रिमियर सो हामीले गरिहाल्यौँ होइन, अडियन्सलाई तपाईँले देखिहाल्नुभयो। तपाईँको अनुभव कालिम्पोङमा आएपछि यो फिल्म प्रदर्शन भइसकेपछि तपाईँको प्रतिक्रिया, तपाईँको एक्सपिरियन्स कस्तो रह्यो? एकदमै ठुलो हृदय भएको कालिम्पोङवासीहरू एकदमै मन छुयो। उहाँले आफ्नो प्रतिक्रिया राख्नुभयो, मन पराइदिनु भयो, साथ दिनुभयो। यहाँको इन्टायर लिडरसिपहरू, चर्चेसहरूले अनरसिप लिइदिनु भयो। यो हाम्रै मुभी हो, हामी नै हेर्नुपर्छ भनेर त्यो
त्यो हृदय जनाउनु भएकोले हामी उत्साहित भएको छौँ। यस्तो खालको सपोर्टले हामीलाई आगामी दिनमा अझै मुभी बनाउन हामीलाई ऊर्जा मिल्नेछ। र म विशेष गरेर सम्पूर्ण कालिम्पोङमा हुनुभएका विश्वासीजनहरू, पास्टर लिडर्सहरू, जति पनि हुन्छ प्रिय लोकहरू, हृदयबाट सम्हालिएको जातिको टिमको तर्फबाट धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच। अझै आगामी दिनहरूमा अझै राम्रो राम्रो मुभीहरू बनाउनु होला। तपाईँले यहाँको मिनिस्ट्रीमा धेरै आशिष दिउन्। एकदमै र फेरि पनि हेर्न पाऊँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू। पास्टर यामा जय मेसी, तपाईँले फिल्म हेर्नुभयो र यो फिल्म हेरिसकेपछि तपाईँले कस्तो अनुभव गर्नुभयो, तपाईँको एक्सपिरियन्स कस्तो रह्यो, यसले के सन्देश दिला, यसले चाहिँ हाम्रो नेपाली इसाई समाजमा कस्तो प्रकारको प्रभाव पार्ला, तपाईँको केही विचारहरू राखिदिनुहोस्। हजुर, सबैभन्दा पहिला त म कङ्ग्रेचुलेसन भन्न चाहन्छु यहाँ हाम्रो डिरेक्टर सरलाई अनि हिरो अनि जति उहाँहरूको डबै टिमलाई। एकदमै उहाँहरूले चाहिँ एउटा ठुलो दर्शन राखेर एउटा उहाँहरूको जुन मनमा बोझ थियो त्यो भित्र कुरा चाहिँ यस्तो राम्रो एक्सप्रेसन गर्यो, जसले चाहिँ उहाँहरूलाई मात्र होइन तर हामी यहाँ भएका कालिम्पोङका हामी इसाई जातिको लागि पनि एउटा ठुलो चुनौती भयो कि हामीले भन्छौँ अमेरिकामा त त्यो जेनेरेसन छ भनेर, हाम्रो जेनेरेसन पनि यस्तै हुँदैछ। अनि हाम्रो जेनेरेसनलाई पनि हाम्रो जिम्मेवारी छ कि उहाँलाई पनि हामीले एउटा जिम्मेवारी दिनु पर्यो कि तिमीहरूले पनि हामीले जसरी सेवाकाई गर्छौँ तिमीहरूले पनि गर्नुपर्छ भने। अनि म एकदमै थ्याङ्क यू सो मच उहाँहरूलाई, यस्तो टाढोदेखि आएर हामीलाई पनि उहाँहरूले यो ठुलो लेसन सिकाउनु भएको लागि थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। थ्याङ्क यू पास्टर। हुन्छ। किन घरमा पैसा सिकेर नल्याएको भनेको त्यही विषयमा झगडा पर्यो। लचक बचक पारेर कुटो। भाइ अब लामो समयदेखि नै अब यो चलचित्रमा संलग्न हुनुहुन्छ होइन, तपाईँको एक्सपिरियन्स, तपाईँको विचारमा आजको फिल्म हेरिसकेपछि तपाईँलाई के कस्तो लाग्यो, तपाईँको सानो एक्सपिरियन्स सेयर गरिदिनुहोस्। फर्स्ट अफ अल त विशेष गरी प्रोडक्सन टिमलाई म बधाई दिन चाहन्छु। उहाँहरूको यो एकदमै राम्रो परिश्रम, अनि विशेष गरी जसले पनि यो मुभी हेर्नु भएको छैन सम्हालेको जाति, म तपाईँहरूलाई वेलकम गर्छु। जहाँ जहाँ सो हुन्छ तपाईँहरूले विशेष गरी सो अर्गनाइज गरिदिनुहोस्, बिकज उहाँहरूले एकदमै परिश्रम गरेर यो मुभीलाई बनाएको छ। अनि सबै कुरा राम्रो छ, म्युजिकदेखि लिएर आर्टिस्टहरू सबै धेरै राम्रो छ। यसले हाम्रो इसाई समाजमा कस्तो प्रकारको प्रभाव पार्न सक्छ? डेफिनेटली एकदमै राम्रो, किन भन्दा दुईवटा जेनेरेसनको स्टोरी रहेछ नि त यसमा, पुरानो जेनेरेसन नयाँ जेनेरेसन। सो त्यसले गर्दा पनि स्पेसली जो चर्चभित्रकै मान्छेले हेर्नुपर्ने, सेवाकाई गर्ने परिवारको घरमा कस्तो घटनाहरू घटेको हुन्छ होइन, त्यो छोराहरूले अहिलेको जेनेरेसन बुझ्दैन नि त। सो त्यो मुभीलाई उहाँहरूले झल्काउनु भएको छ। सो मलाई एकदमै राम्रो लाग्यो। तपाईँको यो निर्माण टिमलाई केही सन्देश? एकदमै भविष्यमा अझै तपाईँहरूबाट राम्रो मुभी हामी हेर्न चाहन्छौँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू। मलाई चाहिँ जुन प्रकारले फर्स्ट पार्टमा बाबुले सेवाकाई गर्नुभएको त्यो कुरा थियो, अनि मैले मेरो बाबालाई नै सम्झिँदै थिएँ। मेरो बाबा पनि फ्यु मन्थ्स एगो बित्नुभयो, अनि त्यो ठाउँमा चाहिँ म पनि आफै भावुक भइरहेको थिएँ। अनि त्यसले गर्दाखेरि बाबुले गरेको सेवाकाई चाहिँ साँच्चै अति असल थियो, अनि त्यो चाहिँ हामीले पनि हाम्रो आउने पुस्ताले गर्नुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ बुझेँ। सो थ्याङ्क यू सो मच जसले यो मुभी बनाउनु भयो, उहाँलाई धेरै धेरै बधाई साथै धन्यवाद। थ्याङ्क यू सो मच। हुन्छ, असो दुई शब्द तपाईँले फुल यो हेर्नुभयो होइन फिल्म? हजुरलाई के कस्तो लाग्यो, यसले हाम्रो मण्डलीमा समाजमा के कस्तो प्रभाव पार्ला, अझै यसको लागि के कुराहरू अझै हामीले सल्लाह सुझाव तपाईँकोबाट के छ? सम्हालिएको जाति एकदमै असल तरिकाले हाम्रो पास्टर सन्तोष रामदामज्यूले बनाउनु भएको छ, निर्माण गर्नुभएको छ। अनि म पनि उहाँहरूसँग सुरु त्यो जुन अवस्थामा बस्नु भएको थियो, आजभन्दा अब धेरै वर्ष अगाडि युएस जानुको अगाडि है, अनि त्यो सबैको सम्झना आयो, सम्झना आयो। फेरि त्यहाँ जाने इच्छा भयो क्या, जाने कस्तो छ के छ। बेलडाङ्गीमा बेलडाङ्गी 1, 2, 3 पास्टर फिलिपहरूसँग, पास्टर सन्तोषहरूसँग सबैसँग अब त्यहाँ हामीले त्यो पुरानो दिनको सम्झना हजुरले गर्नुभयो। त्यो दिनहरू, त्यो समयहरू चाहिँ एकदम याद आयो है।
अनि एकदमै असल तरिकाले बनाएको छ र अब यो चाहिँ एउटा आउने पुस्तालाई एउटा के भनौँ लिग्यासी जस्तै हुन्छ लिग्यासी जस्तै बनेको छ र आउने पुस्ताले चाहिँ यो हेरेर चाहिँ यस्तो हो हाम्रो पिता पुर्खाहरू भन्ने चाहिँ बुझ्छ धरातललाई त्यो चाहिँ अब त्यो सन्देश चाहिँ यो चलचित्रले एकदमै दिएको छ थ्याङ्क यू सो मच थ्याङ्क यू कसैमा तपाईँको बाट 2 शब्द राखिदिनुहोस् न के कस्तो लाग्यो हजुरलाई यसको रिभ्यू धेरै राम्रो लाग्यो हजुर त्यति हस् थ्याङ्क यू सो मच हेर्नुभयो हजुर याद आयो हामी याद आयो पुरानो ए एकदम भावुक हुनुभयो इमोसनल हजुर ए पुरानो दिनहरू याद आयो हजुर थ्याङ्क यू सो मच धन्यवाद यता बहिनीलाई कस्तो लाग्यो 2 शब्द राखिदिनु के कस्तो छ फिल्ममा के तपाईँको सल्लाह सुझाव अझै केही छ कि तपाईँले यो हेरिसकेपछि तपाईँको प्रतिक्रिया कस्तो छ फिल्मको लागि धेरै राम्रो लाग्यो है अब प्रभुले जब मान्छेको लाइफलाई टच गर्नुहुन्छ तब अब लाइक मान्छेको लाइफ कसरी चेन्ज हुन्छ अन्त धेरै राम्रो लाग्यो इन्करेज भयो हामी सबैजना थ्याङ्क यू सो मच धन्यवाद हजुर एकदम राम्रो लाग्यो एकदम राम्रो लाग्यो थ्याङ्क यू सो मच धन्यवाद हस् हुन्छ ल हजुरको प्रतिक्रिया पनि हामी जान्न चाहन्छौँ फिल्म हेरिसकेपछि हजुरलाई के कस्तो लाग्यो के सल्लाह सुझाव छ कि केही एकदमै राम्रो आफ्नो आमाबाउलाई आदर गर्नुपर्ने है परमेश्वरलाई कसरी चिन्नुपर्ने प्रभुको वचन कसरी प्रचार गर्नुपर्ने एकदमै राम्रो यही भएर नानीहरूले फिल्मको कुन चाहिँ पक्षले तपाईँलाई टच गर्यो जस्तो भयो कि मलाई टच भयो आमाबाउ र परमेश्वर ए हजुर थ्याङ्क यू सो मच हस् ल ओ तिमी यहाँ भन तिमी बोल पस गर्नु यहाँ एउटा पुरा रुयो भन्दैछ आऊ तिमी अरू यतापट्टि आउनु त भाइ यतापट्टि आउनु त भाइले हेर्नुभयो भाइ यहाँ ल भाइ लास्ट हुन्छ तपाईँलाई के कस्तो लाग्यो सानो प्रतिक्रिया इन्सपाइरिङै थियो मेन युथहरूको लागि चाहिँ अलिकति फोकस गर्नुभएको भए र मोटिभेटली यो स्टोरीलाई युथलाई नै फोकस भएको जस्तो लाग्यो मलाई चाहिँ अनि त्यो बोझ पनि क्या युथलाई सेवाकाई पुर्याउने खालको मलाई पनि अलिकति इफेक्टिभ लाग्यो अनि अझै यसलाई युथलाई फोकस गरेर सेवाकाई पुर्याउने खालको मोटिभेटेड स्टोरी अझै गहिरो भएको भए चाहिँ युथलाई अझै राम्रो हुन्थ्यो भन्ने तपाईँको बुझाइ तपाईँको हजुर तर ओभरअल फिल्म कस्तो लाग्यो राम्रो छ सबै कुरा राम्रो छ थ्याङ्क यू सो मच हुन्छ धन्यवाद ल हुन्छ हामी यहाँ यतापट्टि लिनेछौँ ल हजुरसँग 2 शब्द राख्न चाहे फिल्म हेरिसकेपछि हजुरलाई के कस्तो लाग्यो जेमिसी हजुर एकदमै राम्रो लाग्यो यति बेला चाहिँ दिस इज नट इट इज भेरी मच निडेड फर द पास्टर्स फ्यामिलीहरू किनभने मोस्ट अफ द चिल्ड्रेनहरूलाई उनीहरूलाई एडोलेसेन्ट पिरियडमा उनीहरू स्ट्रगल गर्छ यस्तै पाराले स्ट्रगल गर्छ नि त होइन अन्त बिकज एभ्रिबडी लुक्स एट पास्टर्सको नानीहरू चाहिँ दे हेभ टु बी पर्फेक्ट भनेर that is one thing, and another thing is not only for pastor's family but each and every family aileko your generation ma every parents is going through that same thing so the children should understand so you I hope they will be able I know they will be able to understand because adolescent is an age where unako lagi storm huncha everything struggling garde gareko huncha thank you so much runda bhayeko thank you so much आइदिनु भयो सबैलाई थ्यांक यू यो फिल्म हेरिसकेपछि तपाईलाई के कस्तो लाग्यो तपाईको सानो म त जो फिल्म हेरिरहेको थिएँ कि मलाई यस्तो प्रभुको उपस्थिति फिल लागिरहेको थियो क्या एकदमै प्रार्थना गरेर सुरु गरेको एकदमै दामी मुभी विशेष गरी मेरो छोराको लागि एकदमै दामी लाग्यो मलाई क्या यस्तो फिल्महरू बनिनु पर्छ कि अझै बनिनु पर्छ यस्तो अझै यसले हाम्रो मण्डलीमा हाम्रो परिवारमा के कस्तो प्रभाव पार्न सक्छ धेरै प्रभाव पार्न सक्छ किनभने यो फिल्मद्वारा चाहिँ मलाई के लाग्यो भने आउँदो हाम्रो जेनेरेसनहरू अझै प्रभावमा बढ्ने हजुर कहाँबाट आउनुभयो चल्नु फुलबस छ ओके ओके एकदमै त्यो सेवाकाईमा कसरी बढ्न पर्ने अझै उत्साह मिल्यो क्या अनि म सेवाकाईको क्षेत्रमा भएको अझै मलाई एनर्जी लाग्यो गएर के गरौँ भइरहेछ एकदमै हस् हुन्छ थ्याङ्क यू सो मच आइदिनु भयो हेरिदिनु भयो सहभागी हुनुभयो यसो लेखेको छ सर्टिफिकेट अफ एप्रिसिएसन हिसप मिनिस्ट्रिज एन्ड चर्चेस अफ कालिम्पोङ वुड लाइक टु एप्रिसिएट सन्तोष रामदाम द राइटर एन्ड डिरेक्टर अफ सम्भालिएको जाति for producing such a blessed movie on the life of Bhutanese American Nepali
May the Lord bless you and give you more creative concepts to contribute in the gospel movie, making to spread the love of God to the world. The least of you will become 1,000, the smallest a mighty nation. Yesaya 60:22, signature Matya Suba, on behalf of Hisop Ministries and Churches of Kalimpong, dated 22nd February 2025. हुन्छ यो हामी हाम्रो चलचित्रका निर्देशक तथा लेखक पास्टर सन्तोष रामदेवलाई हामी प्रदान गरिरहेका छौँ। हजुर यसरी नै थ्याङ्क यू सो मच सर, म्याम थ्याङ्क यू सो मच। अब यसरी नै हामी यो जुन तपाईँहरूले मुभी हेर्न लाग्नु भएको छ यसका मुख्य नायक भनौँ उहाँलाई पनि यस मञ्चमा हामी स्वागत गरिरहेका छौँ, मिस्टर विक्रम विश्व अल द वे फ्रम युएसए। उहाँलाई पनि हामी यो एप्रिसिएसन हामी प्रदान गरिरहेका छौँ। यसरी लेखेको हामी पढ्दछौँ, सर्टिफिकेट अफ एप्रिसिएसन हिसप मिनिस्ट्रिज एन्ड चर्चेस अफ कालिम्पोङ would like to appreciate Vikram Biswa, the lead character of Sambalieko Jati, for your excellent performance in the movie. May the Lord bless you to be the blessings to many people. The least of you will become 1,000, the smallest a mighty nation. Yesaya 60:22. Signature Matya Suba, on behalf of Hisop Ministries and the Churches of Kalimpong, dated 22nd February 2025. हामी रेभरेन्ड मतिया सुब्बाको बाहुलीबाट यो एप्रिसिएसन लेटर पनि उहाँलाई हामी प्रदान गरिरहेका छौँ। थ्याङ्क यू सो मच। अब यसै गरी सब्जेक्ट बिदा हो, यो बिना यो फिल्म अधुरो रहन्छ। यसका गर्दाखेरि पोस्ट प्रोडक्सनका हेड मिस्टर हेमन्त तामाङ पनि हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई पनि यस समय हामी यहाँ मञ्चमा आग्रह गर्छु यहाँ आइकन। उहाँ चाहिँ इटहरी नेपालबाट हुनुहुन्छ। कोशी भिजन प्रोडक्सनका हेड हेमन्त तामाङ हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई पनि कालिम्पोङमा हामी स्वागत गर्दछौँ। यसै गरिकन हेलो, आदरणीय सम्पूर्ण पास्टरज्यूहरू र मैले मान्नुपर्ने आदरणीय बुवा आमाहरू जति पनि हुनुहुन्छ र हाम्रो चलचित्रलाई हेर्नको निम्ति आफ्नो मन हृदय तयार गरेर आइदिनु हुने सम्पूर्ण दर्शक वृन्दहरूलाई हृदयबाट धन्यवाद र जय मसी भन्न चाहन्छु। जय मसी। म विशेष पास्टर मतियोसज्यू लगायत हाम्रो सालम ब्रदरलाई अनि जति पनि इन्टायर टिम जसले यो चलचित्र यहाँ हेरिनुपर्छ देखाइनुपर्छ भन्ने कुरोलाई जोड लगाएर यतिको सुन्दर हल मात्रै नगरेर इन्टायर कालिम्पोङमा यो चलचित्रलाई स्वागत गरिदिनु भएको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर यो चलचित्र आफैमा त्यत्तिकै बनिएको होइन, यसको पछाडि प्रड्युसर साथीहरू हुनुहुन्छ जति पनि युएसएबाट जति पनि ती साथीहरू हुनुहुन्छ उहाँहरूलाई पनि म यस गरी सम्झिन चाहन्छु। मैले हुनसक्छ मैले यो कथा लेखेँ र यसको निर्देशन गरेँ, तर म एक्लैले बनिएको चलचित्र होइन, यो सबै समूहहरू मिलेर बनिएको चलचित्र हो। चलचित्रको भाषा अहिले मात्रै भर्खरै मात्रै बोलेर जानुहुने नयाँ गोरेटोको निर्देशकज्यू ज्ञानोज्यूले स्पष्टसँगले भन्नुभएको छ हाम्रो क्रिस्चियन चलचित्रको व्यवहारलाई र त्यसको आवश्यकतालाई